सेवारो साथीहरू, आज मेरो यो पहिलो ब्लग र छोटो भिडियोमा घुमौँ है त बसन्तपुरदेखि गुफा पोखरीसम्म, त्यसपछि फेरि घरसम्मको यात्रा भिडियोमा क्याप्चर गरेको छु। यो चाहिँ हाम्रो बसन्तपुरको चोटलुङ पार्कमा फोटो भिडियो साथीहरूसँग गरेको हो। त्यसपछि हामी खाजासाजा खाएर बसन्तपुरमा खाजाहरू खाएर त्यहाँदेखि उता जाने गाडी लाग्दो रहेछ इभी, त्यसमा हामी चढेर गुफातर्फ लागेको। यो तिनजुरेमा घुम्न चाहिँ पाएनौँ, थोरै भिडियो बजारको चाहिँ क्याप्चर गर्न पाइयो। नेक्स्ट टाइम चाहिँ जानुपर्छ। त्यो तिनजुरीदेखि चाहिँ बाटो एकदमै खराब रहेछ। मान्छे गुफा पुग्दाखेरि त आन्द्रा भुँडी झन्डै निस्क्यो। चौरीहरू पनि रहेछ बिचमा, घुम्दै घुम्दै हेर्दै हेर्दै भिडियो बनाउँदै गयो। त्यहाँको सिनहरू चाहिँ एकदम दामी। यो मङ्गलबारे कि कहाँ भन्थ्यो सायद, ठ्याक्कै मलाई चाहिँ थाहा भएन। त्यो कटेपछि ठ्याक्कै गुफा पोखरी आइपुगिँदो रहेछ। यो गुफा पोखरीको भ्युज भयो। त्यसमा पुगेर हामी त्यही दिनै, मौसम चाहिँ अलिक चिसो चिसो हुस्सु लागेको थियो, भिडियो त्यही पनि बनाइयो। म त फर्स्ट टाइम गएको, चिसो थियो, हुस्सु लागेको थियो, त्यही पनि भिडियो फोटोहरू बनाइयो, खिच्यो। एकछिन भए पनि लेकको चिसो हावा खान पाइयो, मस्त लागेर फोटो खिच्यो। घरिघरि घाम पनि लागिरहेको थियो। त्यसपछि बेलुका लास्टै चिसो हुँदो रहेछ। रुममा बसेर खानासाना खाएर यसो टाइम पास गरिदियो साथीहरूसँग। एकदम रमाइलो भयो। मिसिङ गाइज। त्यहाँ कमेडी। त्यसपछि भोलिपल्ट बिहान उठ्यो अनि बिहानको भ्युज वाउ यस्तो दामी थियो कि, यस्तो मजाले खुलेको थियो कि, यहाँको हिमालहरू पुरै देखिरहेको थियो, डाँडा काँडा हरियाली, यस्तो दामी सिन थियो। मजाले भिडियो बनाइयो, फोटो खिच्यो, बब्बाल गरी टाइम बिताइयो। दुईतिर हिमाल थियो गुफा पोखरीदेखि, तर कुन हिमाल हो भनेर चाहिँ मलाई ठ्याक्कै नाम चाहिँ थाहा भएन है, बिर्सिहाल्यो। सोधेको पनि थियो, बिर्स्यो। पोखरीमा यसो हल्का नक्कल पारिदिएको। त्यसपछि यो मर्निङको भ्युजमा बाल रमाइलो भएको थियो। कमेडी हान्दिरहनु त हामीले। त्यसपछि खाना खाएर हामी लाग्यौँ घरतर्फ। तलको डाँडामा पुग्नुपर्ने। ओह्रालो लागेको बाटोमा यो स्याउ मेरो साथीले कसरी लगेको अरे मम्मीलाई, भारी भएर बाटोमा खाइदिएको। गजब डाइट भइदियो, एनर्जी। त्यसपछि जङ्गल छिरेको, बाफ्रे बाफ्रे बाफ्रे। यस्तो बाटो नदेखेर 3 घन्टा त खत्रै गरी हरायो नि। घरि पहिला देखेको रे, पहिला कतिचोटि आएको रे अगाडिको साथी चाहिँ, हिँडेको रे यो बाटो धेरैचोटि। पहिला अब साथी हुँदाखेरि हिँडेको अरे। यसपालि मान्छे बाटो नहिँडेर सबै अब रोडै रोड भएको छ नि त गाउँतिर त, अनि मान्छे नै नहिँदो रहेछ यो बाटोमा त। अनि सबै घारी जङ्गल, झोस जङ्गल, पुरै बाटो त ब्लकै भइदिरहेको रहेछ। बाटो नदेख्दा एकजनाले यता हो भन्छ, अर्कोले उता हो भन्छ। आफू त पहिलोचोटि गएको, केही थाहा छैन। घरि उता घरि यता, अनि पछि आफू चाहिँ हिँड्यो, घरि उकालो घरि ओह्रालो, बिजोगै भयो। उता जान्छ अब यता जाने हो। के गर्नु र यसले हँसाउँदै चाहिँ हिँड्नु नसकेर यस्तो गाह्रो भयो। 3 दिनसम्म त हिँड्नै सकेन, खुट्टा दुखेर। कस्तो गाह्रो भयो।
ओह्रालो लाँदैछ कहाँ लगेको थाहा छैन घरि उकालो लान्छन् कहाँ लगेको त्यो पनि थाहा छैन खोला खोल्सी आउँछ त्यहाँको पानी यति मिठो त्यहाँको पानी खाँदै गएको सधैँभरि खाउँ जस्तो कहाँ पाउनु र तर यस्तो त फेरि दिनमा आउला काठको पुल पनि थियो बाटोमा गजबको कति राम्रो त्यो पनि तरियो त्यो एउटा जङ्गल त काट्यो यो जङ्गल त काट्यो आइयो अब त घर आइपुग्ने रहेछ बेलैमा भनेर हामी त यहाँनिर फेरि बस्यौँ एकछिन तर अझै 2टा जङ्गल पो बाँकी रहेछ थाहा भएन यहाँनिर थोडा टाइम वेस्ट भएन हाम्रो बस्यौँ भिडियो बनायौँ त्यसपछि फोटो खिच्यौँ अनि हाम्रो कला ब्लग्सले गाना रेकर्ड गर्यो गाइयो बस्यो अनि मात्र त्यहाँदेखि हामी हिँडेको बेकार बसेछ अझै 2टा जङ्गल क्रस गर्नु रहेछ एकजना त रुनै खोजिरहेको थियो धन्न आँसु चाहिँ घुँडादेखि झरेन बिचराको के गर्नु र मोटिभेसनल मान्छे भइसक्यो के को टेन्सन के एकजना रुनै खोजिरहेको थिएन त त्यसपछि थाकेर बसेको पनि भिडियो क्याप्चर गर्न पाइयो अनि बल्ल तल्लो जङ्गल त क्रस गर्यो 3टा त्यसपछि पनि हामी हिँड्नु पर्ने थियो तलको डाँडामा पुग्नु पर्ने थियो हिँड्नै सकिएन नसकेपछि रोडसम्म भाइहरूलाई बोलाएर रोडदेखि चाहिँ घर गयौँ तर भोकले टाट फर्केको थियो वाइबर एक्सट्रिम चाहिँ बोकेको थियो त्यही खाइयो अनि लाग्यो घरतिर बाई बाई सी यू फेरि भेटौँला